सरकार गठनको तयारी त निर्वाचनभन्दा अगाडि नै माघ 5 गते जब हामीले आगामी प्रधानमन्त्री बालेन शाह भनेर भन्यौं त्यही दिनदेखि भइसक्यो तयारी हैन। त्यसैले गर्दा तयारी त्यहीबाट भइसक्यो। राजनीतिक रूपमा यो आवश्यक घटनाक्रमहरू आवश्यक प्रक्रियाहरू हामीले संवेदनशील र सूक्ष्म रूपमा लिएका छौं, जिम्मेवारीपूर्वक लिएका छौं। तर सञ्चार माध्यममा आएको जस्तो मन्त्रालय नै अमुक व्यक्तिले तत्त जिम्मेवारी लिँदै हुनुहुन्छ भन्ने तहको छलफल अहिलेसम्म पार्टीमा भएको छैन र त्यो गरिहाल्नु पर्ने जब सांसदहरूले प्रमाणपत्र लिनुहुन्छ, जब शपथ ग्रहण गर्नुहुन्छ, त्यस पश्चातको त्यो प्रक्रियाहरू छँदैछ। अनौपचारिक छलफलहरू कतै केही नभएका होइनन् होला, तर औपचारिक छलफलहरू औपचारिक रूपमा एजेन्डाको रूपमा बैठकहरूमा अहिले प्रवेश पाइसकेको छैन। तसर्थ अनलाइनहरूले विभिन्न छापा र फेसबुक पेजहरूले एक किसिमको आफ्नो चासो देखाउनु स्वाभाविक हो। त्यो कुरा राम्रो पनि हो हाम्रो लागि कि सबैको चासो रहेको छ आगामी मन्त्री परिषद भनेर, सबैले अनरसिप लिइराखेको छ, त्यो कुरामा अपनत्व छ, चासो छ भन्ने कुरा हाम्रो लागि सकारात्मक र स्वाभाविक हो। तर अहिले त्यो कुराले औपचारिक रूपमा छलफल निष्कर्ष निर्णयको अवस्थामा छैन। धन्यवाद। केही सिटले तपाईहरु 2/3 मा नपुग्दै गर्दा अहिलेको तपाईहरु 2/3 पुग्ने कसरतमा हुनुहुन्छ कि के छ? केही स्वतन्त्र उम्मेदवार हुन सक्छन् सांसदहरू अथवा अरू पार्टीहरूसँग केही? राजनीतिक रूपमा विभिन्न घटनाक्रमहरू, राजनीतिक रूपमा विभिन्न सम्भावनाहरूको आकलन गरेर अभ्यासहरू हुन्छ नै, त्यसलाई पनि फेरि हामीले स्वाभाविक रूपमै लिनुपर्छ। तर अहिले हामी निर्वाचन आयोगले आफ्नो अन्तिम प्रक्रियाको अन्तिम परिणाम र प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउन बाँकी नै रहेको अवस्थामा हामी त्यो सङ्ख्याको थपगढ त्यो कुराहरूमा अहिले कुनै किसिमको अभ्यास भइराखेको छैन। अहिले समयको माग पनि होइन त्यो, अहिले समयको माग अर्कै छ। केही प्रक्रियाहरू पुरा गर्नुपर्ने छ, प्रशासनिक प्रक्रियाहरू निर्वाचन आयोगबाट बाँकी नै छ। त्यसैले गर्दा त्यो अब समयको माग अनुसार त्यस्तो अभ्यास गरिएला नगरिएला त्यो अरू कुरा हो, तपसिलको कुरा हो। तर अहिले चाहिँ त्यस्तो अभ्यास केही पनि भइराखेको छैन, त्यस्तो आवश्यक पनि साँचो सोचेको छैन।